जुन बोर्डमा यदि हामीले चकले पनि लेख्यौँ भने चाहिँ लेख्न सक्ने अवस्था छैन। यो एकदम नर्मल प्रकारको सिमेन्टीको राखिएको छ र यहाँको तपाईँहरूलाई चाहिँ वातावरण देखाउन चाहन्छु। यो चाहिँ आधारभूत विद्यालय हो अनि यो विद्यालयमा सहरमा एकदम बच्चाहरू छ र बच्चाहरूको लागि लो टेक्स्ट छ, तर बच्चाहरू चाहिँ कहाँ पढ्नेछ भन्ने कुरा पनि तपाईँलाई म देखाउन चाहन्छु। हाम्रो देशको भविष्य यस्तो प्रकारले बन्दैछ र यो चाहिँ फतुवा विजयपुर नगरपालिकाको अवस्था हो र अहिले आधारभूत विद्यालयमा बच्चाहरू भित्र बस्नुपर्ने तर भित्र पनि बसेको छैन। कहाँ बसेको छ भन्ने कुरा तपाईँहरूले चाहिँ यहाँ देखाउन चाहन्छु। यहाँ बोरा पनि छैन, तल भुइँमा बसेर पढिराख्नु भएको छ। त्यति मात्र होइन, अझै आउनुहोस्। यो चाहिँ हाम्रो विद्यालयको फोहर, यस्तो फोहर मैत्री वातावरण भएको विद्यालय जहाँ चाहिँ विद्यार्थीहरू मेरो भविष्य बन्छ कि भनेर आउनुभएको छ, तर उहाँहरूको भविष्य बन्नुको सट्टा उहाँहरूको भविष्य अझ अन्धकारतर्फै गइराखेको छ। यहाँ हेर्नुहोस्, यो चाहिँ हाम्रो विद्यालयको व्यवस्थापन छ। एकदम फोहोरहरू पनि यतिकै राखिएको छ। यता पनि हाम्रो कक्षा कोठा छ, तर यो कक्षा कोठा प्रयोगमा आएको छैन। यहाँको पनि ब्ल्याकबोर्डको अवस्था त्यस्तै छ। त्यसै गरी तपाईँहरूलाई अझ जानकारी के गराउन चाहन्छु भने अगाडितर्फ भवन चाहिँ एकदम राम्रो छ, तर विद्यार्थी सङ्ख्या हेरेर हामी अनुमान गर्न सक्छौँ कि जुन विद्यार्थीले आफ्नो भविष्य खोज्दै विद्यालय जानुपर्ने यस्तो वातावरण छ भने कुन चाहिँ गार्जियनले, कुन चाहिँ अभिभावकले आफ्नो छोराछोरीलाई यस्तो विद्यालयमा पठाउँछ, जबकि स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार, शिक्षा ऐन 2028 अनुसार र नेपालको संविधान अनुसार चाहिँ हरेक जनताको छोराछोरी निःशुल्क शिक्षा पाउनुपर्ने अधिकार हुँदाहुँदै पनि सर्वसाधारण जनताको छोराछोरीको लागि यस्तो प्रकारको विद्यालय रह्यो। र यहाँ बच्चाहरू अहिले क्लासमा छ, तर यहाँको शौचालयको अवस्था हेर्नुहोस्, तालचा लागेको छ र यो तालचा कहिलेदेखि खुलेको छैन भन्ने कुरा पनि यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। र अरू कक्षा कोठाहरूको अवस्था पनि तपाईँहरूलाई म देखाउँदैछु। यो चाहिँ विद्यालय हो र विद्यालयभित्र यसरी चाहिँ आगो ताप्नको लागि एकदम फोहोर अवस्था चाहिँ रहेको छ। त्यति मात्र होइन, यो विद्यालयको वालभित्र चाहिँ विभिन्न तपाईँको चाहिँ जस्तै विभिन्न लागु पदार्थहरू सेवन गरेर पनि यहाँ थुकिएको अवस्था छ। यहाँ पनि पान खाएर यता देखाउनुहोस्, यहाँ पनि पान खाएर चाहिँ यसरी थुकिएको अवस्था छ र यस्तो वातावरण छ विद्यालयको। त्यति मात्र होइन, यो पनि कक्षा कोठा छ